नमस्ते गाइस, सम्पूर्णमा मेरो तर्फबाट धेरै माया मिठो सम्झना। आज 2 दिनपछि म टिकटकमा सम्पर्क बिएन भइरहेको थिएँ। केही सम्पर्क भएर म टिकटकमा आइरहेको छु भन्नुभयो गाइस होइन। अलि चाहिँ यो नेटवर्कको कारणले अनि वाइफाईमा पनि थोरै रिचार्ज सकिएको थियो, त्यसैले यो वाइफाईको कारणले पनि अलि टिकटकमा मैले भिडियो केही पोस्ट गर्न 2 दिन रोकेको थिएँ। अब आजदेखि चालु भयो गाइस होइन। तपाईँहरूको हुने सम्पूर्णमा मेरो तर्फबाट धेरै माया मिठो सम्झना भन्न चाहन्छु गाइस होइन। के गर्दै हुनुहुन्छ, खानासाना खानुभयो कि तपाईँहरूले? मैले चाहिँ खाइसकेको छु भन्नुभयो गाइस। आज धेरै दिनपछि भन्नुभयो गाइस होइन। म दिनको 2-3टा मुक्त लेखेर यसो पोस्ट गर्ने गर्थेँ युट्युबमा अनि टिकटकमा। अनि मेरोमा 2 दिन टिकटक बन्द भएर मलाई अलिक तनाव भइरहेको छ। मैले कसो गरेर मैले बोलिरहेको छु। त्यसैले फेरि पनि केही मुक्तकहरू म पोस्ट गर्नेछु टिकटकमा। हेर्नु होला, तपाईँहरूले मन परेमा सेयर गर्नु।